फर्स्ट लेयर कसरी कम्प्लिट गर्ने भनेर सिकाउँछ त गाइज। फर्स्ट लेयर भनेको हामी जतासुकै वाइड ल्याउँछौँ, यहाँ वाइड ल्याउँछौँ है त गाइज। अनि यसरी सँगपछि के गर्छौँ भन्दाखेरि एकचोटि तल झार्छौँ, यो यसरी एकचोटि तल झार्छौँ होइन त गाइज। यहाँनिर तल झऱ्यो भने त हाम्रो अनि सँगसँगै यसरी पिस मिल्नु पऱ्यो कि, यो पिस मिल्यो नि मिल्यो, मिलेपछि अनि हामीले यो अगाडि गरेको थियो ब्याक गर्ने, ठ्याक्क मिल्यो नि त गाइज। यसरी मिलाउने यो यस्तो पिस होइन त। रेड 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 यहाँ सब तिनवटा कलर भयो नि, यो तिनवटा कलर भएपछि हामी कसरी पिस समात्छौँ, यो यस्तो छ भने एकचोटि अगाडि गर्छौँ कि होइन त गाइज। अगाडिपछि यो ठ्याक्क यसरी पिस मिलाउँछ। तर अघि हाम्रो कता फर्केको थियो, यता र यता फर्केको थियो, अहिले यता फर्क्यो। यता फर्किएपछि हामी के गर्छौँ भन्दाखेरि यो कि यता फर्काउँछौँ कि एकचोटि यता गर्छौँ कि यो अनि यो पिस मिल्यो। अनि अप गऱ्यो भने त भाग्छ हाम्रो, डाउन गर्छौँ कि डाउन गरेपछि यहाँ खाली भयो, यता गर्छौँ अनि अप गर्छौँ होइन त। हाम्रो फर्स्ट लेयर पुरा कम्प्लिट भइसकेको छ है त गाइज। हेलो गाइज, मैले योभन्दा अघिल्लो भिडियोमा हामीले यसरी क्रस कसरी बनाउने भनेर सिकाएको थिएँ होइन। हेर्नुभएको छैन भने गएर हेरिदिनु होला। र आज म तपाईँलाई फर्स्ट लेयर कसरी कम्प्लिट गर्ने भनेर सिकाउँछ त गाइज। फर्स्ट लेयर भनेको हामी जतासुकै वाइड ल्याउँछौँ, यहाँ वाइड ल्याउँछौँ है त गाइज। कसरी ल्याउने भनेर सिकाउँछ त गाइज। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरी कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला है त गाइज। अब हामी पहिला यस्तो यस्तो पिस खोज्छौँ। अब यो 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 यस्तो यस्तोसम्म तिनवटा कलर भएको पिस खोज्छ त, वाइड भएको तिनवटा कलर पनि हुनु पऱ्यो, सँगै वाइड पनि हुनु पऱ्यो त गाइज। त्यस्तो पिस खोज्छौँ हामी। यहाँ छ एउटा यो पिस होइन, हेर्नु त गाइज। यो पिस यहाँ छ नि, यो पिस यहाँ छ भने वाइट ओरेन्ज ब्लू, वाइट ओरेन्ज ब्लू कहाँ छ, यहाँ छ होइन त गाइज। वाइट यहाँ छ, ओरेन्ज यता छ, ब्लू यता छ होइन त। यसरी पिस खोज्छौँ होइन त गाइज। अनि हामी यसरी समात्छौँ होइन त। अनि यसरी समातेपछि के गर्छौँ भन्दाखेरि एकचोटि तल झार्छौँ, यो यसरी एकचोटि तल झार्छौँ होइन त गाइज। यहाँनिर तल झऱ्यो भने त हाम्रो अनि सँगसँगै यसरी पिस मिल्नु पऱ्यो कि, यो पिस मिल्यो नि मिल्यो, मिलेपछि हामी यो माथिको मात्रै एकचोटि अगाडि घुमाइदिन्छ निक्क लाडे, ट्याक्क लाडे। अघि हामीले यो डाउन गरेको थियो, हेर्नु त यो डाउन गरेको थियो नि, यो पिस यहाँ मिलाउनु पऱ्यो नि त, यहाँ मिलाउनु पऱ्यो त गाइज। यो भयो। अनि हामीले यो अगाडि गरेको थियो ब्याक गर्ने, ठ्याक्क मिल्यो नि त गाइज। यसरी मिलाउने, यो यस्तो पिस यसरी मिलाउने। अब अर्को पिस हेर्छौँ हामी, अर्को पिस हामी यो पिस छ होइन त। हाम्रो वाइट रेड ब्लू छ है, वाइट रेड ग्रिन छ होइन त। वाइट रेड ग्रिन कहाँ छ हेर्छौँ पहिला, यहाँ मिल्छ यहाँ मिल्दैन। अब यहाँ होइन त रेड 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 यहाँ सब तिनवटा कलर भयो नि, यो तिनवटा कलर भएपछि हामी कसरी पिस समात्छौँ, यो यस्तो छ भने एकचोटि अगाडि गर्छौँ कि होइन त गाइज। अगाडिपछि यो ट्याक्क यसरी पिस मिलाउँछ होइन त। अनि पिस मिलाएपछि हामी यो डाउन गर्छौँ एकचोटि तल, डाउन गरेपछि यो अघि हामीले अगाडि घुमाएको छ यो वाइट यो मिलाउँछ होइन त। अघि हाम्रो यो यहाँ लगाएर मिलाउनु पऱ्यो नि, ट्याक्क लगाएर यसरी पिस मिलाउँछ होइन त। यस्तो यस्तो पिस मिलाउनु पऱ्यो। अब हाम्रो कलर अब हामी यो दुईवटा पाइन्छ नि त, दुईवटा कहाँ छ, एउटा यहाँ छ एउटा यहाँ छ। तर अघि हाम्रो कता फर्केको थियो, यता र यता फर्केको थियो, अहिले यता फर्क्यो। यता फर्किएपछि हामी के गर्छौँ भन्दाखेरि यो कि यता फर्काउँछौँ क्या, यता फर्काएर हुँदैन। यता फर्काएर जति गरे पनि यो मिल्दैन होइन त, जताहरू भयो नि मिल्दैन। तर हामी अर्कोपट्टि कसरी फर्काउँछौँ भन्दाखेरि यो हाम्रो कि यता फर्काउनु पऱ्यो कि यता फर्काउनु पऱ्यो, ठ्याक्कै यसको उल्टो फर्काउनु भएन। अनि हामी कसरी फर्काउँछौँ त, एकचोटि अगाडि गर्छौँ अनि एकचोटि अगाडि यो हेर्ने त गाइस, यो बिस्तारै राम्रोसँग हेर्नु। एकचोटि अगाडि गर्छौँ, यो घुमाइदिन्छ यसरी, यो मात्रै घुमाइदिन्छौँ। हामी पिस यहाँ पुग्यो नि त, अनि यो यहाँ मिलाइदिन्छौँ क्या पहिले। अब हाम्रो पिस कहाँ थियो, यहाँ छ नि त होइन त। अब हेर्नु, अब यता फर्क्यो नि, अब मिल्यो क्या। हामीपट्टि फर्किनु पऱ्यो क्या, यस्तो यता हामीपट्टि दाहिनेपट्टि यता राख्दाखेरि यतापट्टि फर्किन्छ। अब यो कलर कहाँ मिल्छ त हेर्नु त, रेड वाइट ब्लू कहाँ छ, रेड वाइट ब्लू यहाँ छ होइन त। रेड यहाँ छ, वाइट यहाँ छ, ब्लू यहाँ छ। अब के गर्छौँ हामी यसरी यस्तो गर्छौँ, यसरी हेर्छौँ, यता समात्छौँ है, ट्याक यो गर्छौँ, यसरी पिस मिल्नु पऱ्यो नि, हेर्नु गाइस मिलाएको छ नि, मिलाएको छ। अब एकचोटि डाउन गर्छौँ है, अघि यो यता अगाडि गएको थियो, अब ब्याक गर्छौँ, अप गर्छौँ हेर्नु त, यो पनि मिल्यो। अब अर्को कलर कहाँ छ, यहाँ एउटा छ। यो कलर कसरी फर्काउँछौँ त अब हामी, अघि जसरी एकचोटि यो बिग्रिएको छ नि, यो खाली माथि घुमाउनु तपाईँले, यसमा घुमायो भने यो पनि भाग्छ नि। तर हामी सक्दो यो खाली पिसमा घुमाउँछौँ, यहाँ खाली छ, खाली भएपछि एकचोटि अगाडि गर्छौँ यी, यो अब जति घुमायो नि भयो नि ती, यहाँ बिग्रिने चान्स भएन नि। यसमा त यसमा घुमायो भने त यो नै बिग्रिन्छ है, यो बिग्रिने होइन कि। हामीले यस्तो खाली ठाउँमा खोज्ने, एकचोटि अगाडि गर्छौँ यी, यो खाली ठाउँमा ल्याएर यसरी राख्ने, एकचोटि अगाडि गर्छौँ, एकचोटि यता गर्छौँ, अनि ब्याक गर्छौँ होइन त। अब हाम्रो पिस यहाँ छ होइन त, यो कहाँ मिल्छ यसरी खोज्दै जाने, यहाँ मिल्छ होइन त, मिल्यो नि। मिलेपछि हामी यसरी लिन्छौँ, एकचोटि यता गर्छौँ यी, यो अनि यो पिस मिल्यो। अनि अप गऱ्यो भने त भाग्छ हाम्रो, डाउन गर्छौँ यी, डाउन गरेपछि यहाँ खाली भयो,
यता गर्छ अनि अफ गर्छ नि त हाम्रो फर्स्ट लेयर पुरा कम्प्लिट भइसकेको छ है त गाइज हेर्नु त मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु होला र सँगै रहेको बेल आइकन बजाइनु होला गाइज अब हामी कस्तो समस्या आउँछ हेर्छौँ है त गाइज अब सुरुको समस्या यही भयो नि त हामी यसलाई सल्भ कसरी गर्छौँ त अब यस्तो आयो भने हामी नर्मल हेर्ने एउटा मात्रै हेर्छ गाइज यस्तो समस्या भने के गर्छौँ हामी यो के गर्छौँ भन्दाखेरि एकचोटि अगाडि गर्छौँ यी अगाडि चाहिँ यस्तो पिस मिलाउँछौँ यो पिस मिलाएपछि यो डाउन गर्छौँ यी डाउन गरिसक्यो सुरुमा हामीले अगाडि लगाएको थियो नि त्यसलाई ब्याक गर्छौँ कि अनि यो अप गर्छौँ डाउन गर्थ्यो कि अप गर्छौँ हेर्नु त यो पिस मिल्यो अब हामी यो होला अघि हामीले के गर्थ्यौँ भन्दाखेरि अघि हाम्रो पिस यता फर्केको थियो अब अघि पिस यता 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 तिनतिर मात्रै फर्किन्छ हामी पिस यता पिस फर्किँदा कसो गर्ने भन्छ है त म पहिला यता फर्किएको छ हामी पिस यो के गर्छौँ एकचोटि अगाडि गर्छौँ यो त यस्तो हुन्छ है अनि एकचोटि डाउन गर्छौँ यी डाउन गऱ्यौँ एकचोटि अगाडि गएर ब्याक गर्छौँ अनि अफ गर्छौँ त यो पिस मिल्यो अब अर्को समस्या त गाइज हाम्रो यो अर्को समस्या चाहिँ कसो गरौँ भन्दाखेरि यो अघि हाम्रो यता फर्केको थियो यो पिस होइन अब यता फर्क्यो यो अघि यता फर्केको थियो यो पिस यता फर्क्यो भने कसो गर्छौँ हामी जसरी पनि यसरी मिलाउँछौँ क्या पहिले यो लेयर मिलाउनु पऱ्यो नि मिलाएपछि हाम्रो अब यो यता गऱ्यो भने त यसरी यता गऱ्यो भने त हाम्रो भाग्यो नि भाग्न त भाग्छ अनि यसो गर्दाखेरि कहाँ पुग्छ पत्तै पाउँदैन हामी यो मिलेको पिसलाई चाहिँ हामी अगाडि जान्छौँ यसरी यता यो साइडमा लाउँछौँ क्या अनि त्यहाँ यो अघि डाउन गर्थ्यो अफ गर्छौँ यो पनि भयो हेर्नु गाइज हामीले यता फर्केको गऱ्यो अब हाम्रो यो एकतिर फर्केको गर्नुपर्ने छ होइन यतापट्टि फर्क्यो कि यता फर्केको गऱ्यो अब यतापट्टि फर्केको छ है त यो पनि कसरी गर्ने भन्दाखेरि एकचोटि अफ गर्ने यसरी अनि एकचोटि यो घुमाइदिने क्या यता घुमाइन हुन्छ यता जता घुमाइन हुन्छ सक्दो तपाईँले एकचोटि यता घुमाइदिनु अनि एकचोटि डाउन गरिदिनु यो पिस खोज्दै ल्याउनु कहाँ मिल्छ यहाँ मिल्छ नि त यो त अघि सुरुमा गरेको पिस अहिलेको के गर्ने भन्दा अघि कसो गरेको थियो हामीले एकचोटि अगाडि गरेको थियो डाउन गरेको थियो यो अनि यो ब्याक गरेको थियो अनि अफ गरेको थियो त गाइज अब हाम्रो समस्या यति भयो नि त अब एउटा लास्ट समस्या छ कस्तो समस्या भन्दाखेरि हामी होइन योवाला समस्या क्या अघि पिसहरू यता हुँदा ठिक थियो यो एरियामा पिस हुँदाखेरि हो त्यसरी गऱ्यौँ अब यो एरियामा पिस पनि के गर्छौँ त हेर्नु त यस्तो पनि हुन्छ नि त कहिले समस्या एकचोटि अगाडि गर्छौँ यो होइन त यसरी अगाडि गर्छौँ अनि ब्याक गर्छौँ यसो गर्छौँ कि हेर्नु त के गर्यो भन्दाखेरि एकचोटि अगाडि गरेँ मैले अनि यो एकचोटि तल घुमाइदिएँ मैले यसरी अनि यो ट्याक्कै मिलायो कि यति चाहिँ मिलाउनु पऱ्यो त हाम्रो अब यो पिस कसरी मिल्छ यता गर्छौँ यो मिल्यो नि त यो पिस मिलेपछि एकचोटि अगाडि गर्छौँ यो तपाईँले यति त बुझ्नुभयो होला अनि हाम्रो कहाँ मिलेछ पिस यसरी फर्स्ट लेयर यसरी कम्प्लिट हुनु पऱ्यो हाम्रो होइन त गाइज हेर्दै फर्स्ट लेयरमा हाम्रो यो पनि मिलेछ यो पनि मिलेछ मेरो यस्तै भिडियो हेर्नको लागि तपाईँहरूले सब्सक्राइब गरेर सँगै रहेको बेल आइकन बजाउनु होला अब म योभन्दा पछिल्लो भिडियोमा चाहिँ सेकेन्ड लेयर कसरी बनाउने भनेर सिकाउँछु यस्तो पिस कसरी राख्ने भनेर सिकाउँछु सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गरिराख्नु होला है त गाइज यसरी यो दोस्रो लेयरमा कसरी सल्भ गर्ने भनेर सिकाउँछ दोस्रो लेयर योभन्दा पछिल्लो भिडियोमा त गाइज यो मेरो फर्स्ट लेयर यो मेरो सेकेन्ड लेयर है त गाइज मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र सँगै रहेको बेल आइकन बजाइदिनु होला हेर्नुहोस् फर्स्ट सेकेन्ड लेयर पछिल्लो भिडियोमा योभन्दा अर्को भिडियोमा सेकेन्ड लेयर कसरी बनाउने भनेर सिकाउँछु मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद।